करिब 10 घण्टाको बसमा यात्रा गरिसकेपछि हामी लमजुङको बेसीसर भन्ने ठाउँमा पुग्छौँ र बेसीसरबाट बस चढेर करिब 5-6 घण्टाको यात्राको लागि हामी लमजुङको बेसीसरदेखि मनाङको चामेसम्मको यात्रा तय गर्छौँ र त्यही बाटोमा लमजुङको बेसीसर नजिकै रहेको यो चाइनिज कम्पनीले चाइनिज सरकारले वा कसैले बनाउँदै गरेको यो हाइड्रो पावरको यो मनोरम दृश्य तपाईहरुले देखिरहनु भएको छ। यो ड्याम छ र यसको माथिपट्टि जुन पहाड देख्नु भएको छ त्यसको अत्यन्तै मनोरम दृश्यहरू हामीले कैद गरिरहेका छौँ। यसैगरी हिमालका केही क्षणहरू समेत देखिएको छ। हामी पुग्न लागि सक्यौं मुस्ताङतिर। हाँस्दै गीत गाउँदै हाम्रो यात्रा मनाङको रमणीय नै हुन्छ। गीत गाउँदै साथीहरूसँग रमाइलो गर्दै हाम्रो यो यात्रा यसरी नै सुरु हुन्छ। कमरिया टक टक कमरिया टक टक कमरिया तोरे लापालो के लॉलीपॉप लागेलु। यात्राको दौरानमा बीचमा एउटा निलो लोगो भएको केही चिन्ह देखिन्छ र साथीभाइहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको लोगो भनेर पनि यहाँ रमाइलो गरेको यो क्षण। भन्ने होइन रहेछ पुरा त। यो ठाउँमा पुगेर चाहिँ आशिका दिदीलाई धेरै मिस गरियो। मनाङको बाटोहरू एक्सप्लोर गरिरहँदा एउटा बेस्ट लागेको झरना यो मनाङको यो समथिङ के नाम गरेको ठ्याक्कै नाम थाहा भएन। यो झरना एकदमै मनमोहक दृश्य। हामी एकछिन यहीँ झरेर फोटोसोटो खिच्यौँ। Okay guys, this is Vinod Sanktan and this is light guys over here. फोटोहरु खिच्दै हैन यता त झरनातिर जाउँ न हैन। बेस्ट झरना त देखाउनै पर्यो हैन। यहाँबाट यसो देख्छ भने को-फाउन्डर अफ वेब साथी गाइज हामी मनाङमा छौं। झरना देखाओ। अब झरना देखेन म्याकुरी सानो भयो। यो पपुलर झरनाको दृश्य कैद गरेर यसको मनोरम दृश्य उठाइसकेपछि हामी पुग्छौँ अक्टोपस झरनामा जुन यस्तो देखिन्छ। बाहुबलीको अलिअलि सिनहरू याद दिलायो होला। रिबारा भन्ने साउन्ड याद दिलायो होला। यो मनोरम दृश्यमा हामीहरूले निकै नै भिडियो फोटोहरू लियौँ। यो हामी छौँ अक्टोपस झरनामा। देख्न सक्नुहुन्छ। यो मनोरमणीय दृश्य अवलोकन गरिसकेपछि हाम्रो मनाङको यात्रा फेरि सुचारू हुन्छ। हामीले यी ढुङ्गामा खोदेर बनाइएको यो सडकमा हाम्रो यात्रा गर्छौँ र एक्कासी एउटा सुरुङ जस्तो यो भाइरल प्लेसेसहरू तपाईँले नोटिस गर्नुभएको होला, कतै न कतै देख्नुभएको होला। जुन दुईवटा ढुङ्गाहरूको बिचमा बाटो खनेर जुन पहाड ढुङ्गाहरूले बनेको छ त्यो पहाडलाई छिचोल्दै हाम्रो यात्रा मनाङतिरको गइ नै रहन्छ। हाम्रो यात्रा रमणीय भइ नै रहन्छ। यसरी मनमोहक दृश्यहरूको अवलोकन गर्दै र आफ्नो मनलाई नै एक क्षण पनि रिग्रेट नहुने गरी प्रत्येक सिनलाई प्रत्येक हाम्रो अवलोकनलाई रमणीय बनाउँदै हाम्रो यात्रा मनाङसम्मको गइ नै रहन्छ। बाटोमा धेरै पर्यटकहरू पनि भेट्नु भएको थियो। कोही पर्यटकहरू बेसी सहरदेखि नै हिँडेर पुग्नु हुँदो रहेछ। हाम्रो विनोद भाइले केही बोल्छ कि बोल्दैन हाँस्यो, तर बोलेन क्या हो, बोलेन भाइ। मनाङको यो बाटो अलि हल्का साँघुरो, जुन साँघुरो अभियसली हुने नै भयो। जुन पहाड छ, जुन ढुङ्गाले बनेको पहाड छ, त्यसलाई बाटोमा कन्भर्ट गर्न अलिकति गाह्रो हुने, अलिकति यो च्यालेन्जिङ नै छ। त्यसैले बाटो हल्का एकतर्फी मात्र, एउटा गाडी मात्र अट्ने, कतै दुईवटा गाडी अट्ने त्यस्तो खालको बाटो छ। यसरी हामीले पालो कुरेर उताबाट आउँदै गरेको गाडीलाई साइड लाग्न दिएर हामीले साइड लागेर यसरी हाम्रो यात्रा चलि नै रह्यो।
दृश्यमा देख्न सक्नुहुन्छ पुरै ढुङ्गाले बनेको पहाड छ जुन पहाडलाई खनेर बाटो बनाइएको छ त्यसैले हल्का साँघुरो छ बाटो यही कारणले पनि अलिकति यात्रामा कठिनाइ हुने नत्र बाटो चाहिँ पिच छ सबै बाटो पिच छ बाटो कतै गाह्रो भन्ने छैन अब मनमोहक दृश्य र कुनै कुनै ठाउँमा धेरै कन्स्ट्रक्सनका कामहरू चलिरहेको कारण हल्का ढिलो हुने अब भिरमा बनेको यो ढुङ्गाको पहाडमा बनेको बाटो भएका कारण पनि अलिकति यात्रामा कठिनाइ हुने जस्तो हुन्छ तर यो दृश्यले चाहिँ हाम्रो जुन कठिनाइ थियो त्यसलाई एकदमै सुगम दिइरहेको थियो सुगन्ध दिइरहेको थियो यसरी हाम्रो यात्रा मनाङसम्मको चल्यो हामी भर्खरै चामेमा ल्यान्ड गरिसकेका छौँ हामी आइसकेका छौँ चामे झऱ्यौँ अब यहाँबाट हामी खाना खाएर त्यसपछि यहाँबाट आज हामी लोवर पिसाङको लागि जान्छौँ लगभग 4-5 घन्टाको ट्रेक हुन्छ आजको हाम्रो यो एकचोटि यो चामे बजार चाहिँ यहाँ राष्ट्रिय ब्याङ्कले दिन्छ यस्तो छ बजार यत्रो ठुलो पहाड छ यहाँ म त हिमाल देखिरहेको छ हाम्रो गाडी अनि यस्तो छ है यहाँको माहौल चाहिँ यहाँ खाना खाइन्छ हामीले किनभने हामीले बिहानदेखि खाना नि खाएको छैन खाजा मात्र खायो अब यहाँ यो चाहिँ एउटा कटेज जस्तो अथेन्टिक एउटा नेपाली भाइब्स दिने मनाङ जिल्लाको एकदम प्रख्यात एउटा काठको भनौँ न होमस्टे टाइपको त्यो जाउँ पहिले भित्रको बाद इन्भाइरोमेन्ट यस्तो छ अथेन्टिक छ है गाइज ल एकदम एकदमै अथेन्टिक ल बोल्दै सुजित कस्तो लागिरहेको छ आजको यात्रा कस्तो भयो अब यहाँको खानासँगको एक्सपेक्टेसन कस्तो छ अब हाम्रो यात्रा पिसाङसम्मको हुन्छ कतिको तयारी छ के छ कतिको माइन्डसेट कस्तो छ माइन्डसेट एकदम स्ट्रङ छ हामी हिँडेर जानेछौँ अब यहाँ हेर्दा चाहिँ पुरै अथेन्टिक छ अब खाना राम्रै होला भनेर एक्सपेक्टेसन छ म चाहिँ तयार छैन खासमा कुरा गर्दाखेरि किनकि भर्खरै म गाडीबाट घर गएपछि मलाई चाहिँ त्यति स्वास्थ्यमा अलिकति गणेश भाइ चाहिँ अब गाडी चढ्नुभन्दा अगाडि नै अलिकति स्वास्थ्य अवस्थाले साथ नदिएर बिचैमा जान्छन् कि जस्तो भएको थियो तर फ्याक्ट गएनन् अब त्यही हो अब हामी खानातिर एकछिन म खाना पनि देखाउँछु ल है त हाम्रो खाना आइसकेको छ खानामा परिकार यस्तो छ अब हिमाली भेगको खाना दाल तरकारी अचार सलाद अनि खाना छैन त्यो चाहिँ भेज खाना है खाना मिठो छ एकदमै अथेन्टिक खाना एकदमै लोकल टेस्ट बाहिरी कुरा केही मिक्स छैन मैले 10 मा रेटिङ गर्नु पऱ्यो भने 9 रेट गर्छु ल हामी खानपिन गरेर अब हामी आज हामी कहाँ अरे पिसाङ आज हामी पिसाङसम्मको हाम्रो ट्रेक भर्खरै खाना खाएर अहिले ठ्याक्कै हाम्रो 2 बजे हामी यहाँबाट निस्केछौँ ट्रेकको दौरान एकदमै थाकेर क्यामेरामा बोल्न नसकेपछि भिडियो बनाउनु पनि नसकेर हामीले पिक्चर मात्र कैद गरिएको यो तस्बिरहरू राखेको छु जसमा हामी हिमालको काखमा हिँड्दै 6 घन्टासम्मको लामो यात्रा गर्दै खुट्टा दुखाउँदै रुँदै कराउँदै हामी यो चामे भन्ने ठाउँदेखि मुस्ताङको लोवर पिसाङ भन्ने ठाउँमा गएर हाम्रो आजको ट्रेक अन्त्य गर्छौँ र भोलिपल्ट म बिहान सो गुड मर्निङ गाइज हामी चाहिँ अहिले पिसाङ भन्ने ठाउँमा छौँ मनाङको पिसाङमा यहाँ बममा एक रात पिसाङमा बसिसकेपछि हाम्रो भोलिपल्टको अहिलेको हाम्रो यात्रा हुन्छ मनाङको लागि अब हामी यहाँबाट हिँड्दै गाडीमा जाने कुरा छ हामी बाटोमा जहाँ गाडी भेटिन्छ त्यहीँबाट चढ्ने हिसाबले हाम्रो यात्रा अब पिसाङदेखि मनाङको लागि हुनेछ लागि हिँडिसकेका छौँ हाम्रो कोही केटाहरू अगाडि यो भ्यू यस्तो छ यो भ्यूमा हामी यसरी हिँडिरहेका छौँ यहाँ छन् हाम्रो 2 जना साथीहरू अहिले चाहिँ हामी यहाँ ग्रिन लेक जाँदैछौँ झलुङ्गे पुल यो झलुङ्गे पुल छ यो हाम्रो तेलिचोकको डे 2 मा आज हामीले याक भेटिएको छ है गाइस याक हो कि चौरी र याक फरक हो र भने म त इङ्ग्लिसमा So guys, here is the view of Green Lake which lies in Manang.
हामी ग्रिन लेक पुगेर आइसक्यौँ गाडीमा आएको अनि त्यहीँ घुम्ने रहेछ अनि हाम्रो यो यहाँ हाम्रो सर फेरि उहाँ एक्लै जानु भएन उहाँ ग्रिन लेक चाहिँ जानु भएन उहाँ ग्रिन लेक बिहान ऊ गएकै हामीभन्दा ढिलो उठ्या हो ऊ गएकै छैन तँलाई यो गणेश आचार्य गएकै छैन ग्रिन लेक ग्रिन लेक पछिको हाम्रो यात्रा हुन्छ गाडीमा हामी 4 जना जति गाडीमा यात्रा गर्छौँ बोलेरो गाडीको पछाडि धुलो खाँदै अब यहाँदेखि मनाङ भ्यालीसम्म हामी गाडीमा जाने निर्णय गर्छौँ अरू हिँड्नेहरू चाहिँ हिँडेर आउँछन् हामी 5 जना जति चाहिँ यति 5 जना चाहिँ हामी अब यहाँबाट गाडीमा जान्छौँ हाम्रो यात्रा यो गाडीमा जाँदाको यात्रा एकदमै रमाइलो छ अब भिडियोमै हेर्नुहोस् मुख नछाड्नु मुख यहाँ भिडियो आइरहेको मुख नछाड्नु भने अब हामी हिँड्न सुरु गरिसक्यौँ अब धुलो अब हामीले धुलो कति हान्यो भन्छ गणेश यो भ्यू जान्छौँ है अब ल अब हामी चाहिँ यसरी नै मनाङसम्मको यात्रा हामीले यही बोलेरो गाडीमा पछाडि बसेर धुलो खाँदै जाँदैछौँ गणेश केही भन्नु छ धेरै नै पहाडी अब नेपाली काङ्ग्रेस नयाँ मुहार पाउने पार्टीगत भयो बाबु यता बनान सबै ल है धुलो खाँदै यो हिमालको उभिएर बसिरह यो हामीले लान नचाहेको मान्छे हो यो त्यही पनि हामीसँग आएको छ यसरी हामी यसरी बसिँदै गइरहेछ हाम्रो सरको खुट्टा भाँच्यो मेरो स्वर सुके हाल भ्यू हेरौँ त भ्यू मुलो जान्न मुला कस्तो बस्यो यार अनि माथि जान माथि जान यहाँ माथि जान माथि जान माथि जान यस्तो ठुलो जानु हुनेहरू ल है हामी अब लाग्यो मेरो स्वर सुके आएको मान्छे मेरो खुट्टा च्याप्यो भने कोखा तेरो चाकले मेरो कोखामा हाने खाएको नमिठो हड्डीले अहिले चाहिन्छ कहाँ बस्यो ट्याङ ट्याङ अब मेरो खुट्टा दुख्यो धुलोले है धुलोले हाम्रो ट्याङट्याङ सेतै भयो हाम्रो गाडी चाहिँ अब तपाईँको के गर्नुपर्ने भयो अरे त्यहाँ पुलिस चेकिङ भएर हामी चाहिँ यहाँ हिँडेर जानुपर्ने भयो यस्तो छ्यासलाई अब हाम्रो भ्यू चाहिँ यस्तो छ यस्तो भ्यू छ सो हामी चाहिँ अहिले ब्लू लेकमा आएको छौँ ब्लू लेकको भ्यू हेर्नु ल पछाडि यस्तो हिमाल छ सो ब्लू लेक यस्तो छ म यहाँ ब्लू लेक अगाडि एकदमै मेस्मराइजिङ भ्यू छ चारैतिरबाट माउन्टेन एरिया एन्ड हियर इज द ब्लू लेक हामी चाहिँ मनाङ भन्ने ठाउँमै ठ्याक्कै हामी अहिले 1 घन्टाको राइड गऱ्यौँ होला यो बोलेरो गाडीमा अनि हामी ठ्याक्कै यो मनाङ भन्ने ठाउँमा आएको छौँ यो ठाउँको यस्तो हल्का भ्यूदेखि यही बाटो आएको हामी बाटो राम्रो छ अलिक धुलो लास्टै धुलो छ धुलो चाहिँ लास्टै छ घोडाहरू चलिरहेको छ अनि हाम्रो गाडीमा आउनेहरू सबै यता हुनुहुन्छ भ्यू हामी चाहिँ अब यो गङ्गापूर्ण भन्ने लेक रहेछ यो वी आर एट दिस मच अफ हाइट हो यो चाहिँ यहाँदेखिको यो जुन एरिया देखेको छ यो चाहिँ गङ्गापूर्ण ताल यो ताल चाहिँ पुरै जमेको छ अनि यो सबै ग्लेसियर लाइक अ ग्लेसियर माथि ठ्याक्कै हिमालको फेदीमा छ यो ताल चिसो यति छ कि ताल जमेको छ पुरै ब्रिज छ सास फेर्न अलिअलि गाह्रो भयो हल्का यो गङ्गापूर्ण लेक जुन छ इट्स लाइक अ ग्लेसियर पुरै जमेको यो ताल नै पुरै जमेको छ ठ्याक्कै हिमालको काखमै छ क्या हिमाल ठ्याक्कै हिमालको तल त्यो जुन हिउँ पग्लेर आएको हुन्छ यो यहाँको चिसो पनि त्यति छ कि
यति चिसो छ कि पुरै ग्लेसियर यो पुरै जमेको कि यो तालै पुरै जमेको छ म तपाईँलाई देखाउँछु यही मनाङलाई एक्सप्लोर गरी हाम्रो आजको दिन यहीँको होटलमा जान्छ र भोलिपल्ट सो गाइज गुड मर्निङ फ्रम के अरे ठाउँ मनाङ भ्याली कति डिग्री छ अहिले यहाँको टेम्परेचर अहिले तातो भयो यार लाइक यो बिहान -5 देखि -7 छ होला बिहान -7 रहेछ तातो पानीको समय यहाँ -7 डिग्री सेल्सियसमा यस्तो मिठो घाम लागिरहेछ हेलो गुड मर्निङ लभली पिपुल भन्थ्यो कसले अरे कसले भन्यो त नभन् होइन एउटा झारेले भन्थ्यो क्या भन्यो के त्यो नेपाली त्यो ओके फुटबल फ्यान होइन म्यान युनाइटेडको फ्यान उहाँ जाने खोजिरहेको पारि त्यो हिमाल देख्नु भएको ऊ त्यो हिमालमा पुगेर हिउँसँग एउटा सानो मनोरञ्जन गर्छ थोरै हिजो है यो चाहिँ डे 3 हामी मनाङ भ्यालीमा मर्निङ तातो पानीसँग सुरुवात गर्दै हाम्रो यता इलाइट भाइ साहब पनि चाहिँ हालै -11सम्म पुग्दो रहेछ राति चाहिँ होइन मेरो चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स हो यति माइनससम्म जानु यति हाइटमा अलमोस्ट 3500 मिटर प्लस 3500 यस 3500 मिटर प्लसमा सो इट इज क्वाइट गुड एक्सपिरियन्स अनि चिसो चाहिँ अलिक बढी छ हामी खाजाको वेटमा अनि मासतिर चाहिँ जाने प्लान छ हेरौँ जान सक्छ कि सक्दैन अब हामी चाहिँ काठमाडौँको सिंगल ट्री छोडेर मनाङको सिंगल ट्री जाँदैछौँ गो पै म तल गरेको बिहान उठ्दाखेरि यो भ्यू देख्यो भने स्वर्गकै अनुभूति हुन्छ है गाइस त्यो यात्रामा आउँदाखेरि बाटोमा धेरै कुरा यस्तो तालहरू थिए होइन लेकहरू हाम्रो भाइ साहब तिलिचोपुनी भनेको ऊ सबै ठाउँ घुम्छु भने मान्छे यहाँ हामी सबै यो ग्रिन लेक गयौँ यो गणेश आचार्य बाइक सबै ग्रिन लेक पुग्यो के छ यो कुरामा केही टिप्पणी छ म ग्रिन लेक होइन पोलिटिकल कुरा नगरे भाइ फेरि म ग्रिन लेक पुगेर आएको हो मानिसहरूले यहाँ मलाई त्यहाँ पुगेर आएको नदेखेपछि आफूले आफ्नो आँखा नदेखेपछि मलाई झुटो आरोप लगाएका हुन् रविलाई हरेक पटक झुटो आरोप लगाएर सुनिएको थियो त्यसरी मलाई 3 दिनको यात्रापछि आज हामी ठ्याक्कै अब थोरुङला पुग्न आँटिसक्यौँ ठ्याक्कै अब यहाँबाट थोरुङला धेरै छैन के छ साथीभाइ हो यस्तो भ्यूको यो हिमालको काखमा हामी हिँडिरहेका छौँ यो हिमाल अब नेपाल सरी सरकारको कुरा आउँदैन हिमाल भेट्दा सौरभ भेटियो के छ गणेश नेपाल सरकारको लागि के छ टिप्पणी अब राजनीति सरकार देश कसैको बारेमा कुरा नगर भन्दा हाम्रो निर्देशन आएको छ त्यही भएर हामी अब कुरा गरौँ के भन्दाखेरि आइटी क्षेत्रमा सरकार थोरङला यता है भाइ थोरङला यता यो त पातै के हेर्दैन अहिले हिउँ खेल्न भनेर हामी हिउँमा जाँदैछौँ अब पारी हिउँ यो ग्लेसियर छ त्यहाँदेखि ग्लेसियर त्यतातिर हामी हिउँ खेल्न जाँदैछौँ लेट्स गो देयर इज दिस आइस नट अ स्नो हामी बेवकुफ बन्यौँ गणेश जस्तै गणेश सर त्यहाँ छन् स्नो हेर्न आयो हामी खासमा स्नो हेर्न बट यो चाहिँ आइस हो आइस के छ गणेश भाइ टिप्पणी के छ यो विषयलाई लिएर आइस हामी जुन स्नो हेर्न आएको थियौँ त्यो एक्सपेक्टेसन मिट भएन यो कुरालाई के छ राजनीतिक विश्लेषणमा के भन्छ यो कुरालाई
नगरौँ यहाँ केटाहरू फेरि विरोधी छन् अरू कुरा गर्नुपर्दाखेरि जुन हाम्रो आशा थियो कि यहाँ आएपछि हामीले हिउँको हिमपन्त है के भन्छ बनाउँछौँ त्यो सायद बनाउन सकिएन। मनाङको प्रख्यात भुइँकटर जुन चाहिँ खान मिल्दैन। हाम्रो पालो हो अब समृद्ध भएन भन्दाखेरि जनता खराब हाम्रो देशका। अब यहीँ हेर्नु न हाम्रो साथीभाइहरू यस्तो राम्रो उ छ है ढुङ्गा हान्छन् फुटाल्न खोज्छन् ग्लेसियर ल हेर्नु ल लाइभ हेर्नु ल अब फुटाल्न यति राम्रो पोखरी छ त्यसमा पनि ढुङ्गा हान्यो ल हेर्नु यसले हान्यो भर्खर यसले नै हान्यो। यसो कसरी हामीले एनालाई तल आउन सकिन्छ भन्ने कुराहरू कमेन्ट गर्नु होला है त। उता आइसले खोज्दै भर्खरै आफ्नो होटलमा आइसकेछौँ हामी। यहाँको भ्यू यो गोरु हो कि गाई चौरी हो चौरीको मेल भर्जन हो कि चौरीको त मेल भर्जन के हुँदैन कि के कुरा गर्ने हाम्रो साथी ए होइन भने चौरी भने हाम्रो साथीभाइहरू हाँस्यो अब यताको भ्यूहरू यस्तो छ यस्तो मिठो भ्यू छ। त्यो दुईजना केटीहरू छन् होइन मुस्ताङबाट आएको यिनीहरूलाई फोटो 1 घन्टा भयो फोटो खिच्न थालेको अहिलेसम्म पुगेको छैन यार किन हेर्नु त्यहाँ 1 घन्टा भयो मैले पनि फोटो खिच्दै अहिलेसम्म पुगेको छैन यार तिनीहरूलाई फोटो खिचेर एउटै पोज 10वटा 100वटा भयो होला। हामी भर्खरै खाना खाएर अब हामी यहाँ खुल्ला ठाउँमा त बाहिर यो एरियामा यहाँ छ टेबलहरू ट्याक्क लाएर अब यहाँ बसेर हामी तास खेल्छौँ। अथेन्टिक खाना भन्दा नि हाम्रो तास ग्याङको मेन हिजो बेलुका मात्र सिकेका यो दोस्तले हिजो बेलुका मात्र सिकेका छन् तास खेल्न। अब आजको पर्फर्मेन्स कस्तो हुन्छ भन्ने कुरा आज एउटा नयाँ मान्छे सिक्दैछ हामी सबै त खेलाडी भइहाल्यो। यो चियरबाट हल्लिँदै यार 4 जना भन्दा त्यसमा कसो त्यहाँ रहेछ त चिराइछ ब्लक त्यस्तो घिन लाग्दो ग्लभ्स कसलाई नि मेरो यहाँ यो आछ मेरो यसलाई खान्छ सबलाई खान्छ यसलाई खान्छ देखाउने हो यसलाई खान्छ ए यहाँ 8 छ कि पाउन यहाँ 8 छ कि अर्को मनाङको यो ठ्याक्कै यो हिमालको तल काठमाडौँबाट आएका बेगुपहरू यसरी तास खेल्दैछौँ। ओहो घाम पऱ्यो ठ्याक्कै ल हेरे मेरो हेरमै मिस्सी बढी हो कसले खान्छ खा होला। हामी चाहिँ अहिले खाङसार जाँदैछौँ गणेश भाइ मेरो साथमा ल भ्यू हेर्ने भने यस्तो भ्यू छ अनि हावा चाहिँ मान्छे उडाउने के होइन हामीले के भनेको भन्दाखेरि यहाँबाट हामी हिँड्न सकिन्न गाडी पायो भने रोड यस्तो मजाको रोड छ फेरि रोड फेरि यस्तो पुरै पिच छ होइन गाडी चाहिँ अहिले अफ सिजन भएर गाडी नपाइने रहेछ गाडी आयो भने गाडी चढेर जाने कुरा थियो हाम्रो तर गाडी आउला जस्तो छाडघाट भएन तर यहाँको हावा यति चर्को हावा चलेको कि हामीलाई त्यो हावाले उडाएर उहाँ खाङसा लर फालिदियोस् भनेको हामीलाई उडाउन सक्ने क्षमता चाहिँ रहन्छ है फेरि हौ काठमाडौँ भने चाहिँ काठमाडौँ है फेरि काठमाडौँ भने काठमाडौँ हो नेपालमा सबभन्दा पर्फेक्ट ठाउँ छ फेरि होइन हेर्नु काठमाडौँ भने काठमाडौँ हो यो यहाँ ट्रेकिङ आएको हेर्नु यहाँ तिलिचो फर्स्ट दिन हिँडाएर हामीलाई औकात देखाइदियो हाम्रो खुट्टाको रुन मात्र नसक्या हो अनि काठमाडौँ भने काठमाडौँ है फेरि अन्त्यमा म त्यही भन्छु काठमाडौँ भने काठमाडौँ। हामी चाहिँ अहिले ठ्याक्कै तिलिचोबाट फर्केर अहिले हामी के भन्छ अरे त्यो ठाउँलाई खानसार जाँदैछौँ। तिलिचोको फुटेजहरू चाहिँ सरी म देखाउन सकिनँ
ड्यु टु अल्टिट्युड सिकनेस फर माई क्यामेरा सो गाह्रो छ हिँड्न गाह्रो छ ट्रेक आउने कसैले सोध्दै हुनुहुन्छ भने त्यो कहिले ट्राई नगर्नु होला गाडीमा जानु छ भने जानु होइन यो हिँडेर जाने काम चाहिँ कहिले नगर्नु यति बिहाल भइन्छ रुन र हाँस्ने कि रुनी बनाउँछ बाइक कुरा म अब यो यात्रामा भिडियोमा देखाउँला भ्यूहरू देखाउँ है हामी चाहिँ तिल्चोबाट फर्किँदै हामी यस्तो बाटोमा हिँड्दैछौँ यस्तो बाटो हो यस्तो पहाडको बिचमा त्यत्रो उकालो छ उता झोलुङ्गे पुल कटेर जाने हो हामी आधा 45 मिनटको हिँडाइपछि झोलुङ्गे पुलमा आइसकेका छौँ के छ केही कुरा राखिदिउँ न सुजित यतिको ट्रिप गर्न चाहिँ हामीले एकदम मन त्यो ट्रेक होइन उद्याको उकालो हेर त ठाडै छ यार उकालो ठाडै छ केटाहरूलाई चाहिँ गाह्रो लाग्छ यति हल्लिया छ यति दुर्गम छ हामीलाई गाह्रो भइसकेको छ हल्लियो के डर लाग्यो छिटो गर्नु डर लागिरहेको छ त्यही पनि हिम्मत जुटाएर हामी हिँड्दैछौँ हल्लियो नहल्ला न हावा चलेर हल्लियो अब त्यो ठाडो उकालो कसरी उक्लिने हो मलाई टेन्सन पऱ्यो यार हाम्रो ट्रेकको सबभन्दा अप्ठ्यारो फेज सायद यही बाटो ल हेर्नु यो ठाडो अब कसरी सास नपुगे जस्तो अनुभव भइरहेछ हाम्रो साथीभाइ ट्रेकरहरू थाकेको अवस्था छ Why Nepal is called heaven? This is the reason. यस्तो बाटोमा जुन हिसाबले हामी हिँडिरहेका छौँ कपाल बिग्रेछ खच्चड भयो हामी खच्चड दुःख दिने बाटो के आनन्दरी बस्यो हुन्छ नि जहाँ काम छ काठमाडौँ नजिक नै छ नि त घुम्ने ठाउँ आनन्दरी बस्यो हुन्छ नि दुःख दिने बाटो यो ट्रेक बनाएर यस्तो भ्यू हेर्नलाई हेर्ने यति भ्यू हेर्न दुनियाँ थरी गर्ने तर जोस् इन्ट्रान्स लोकसेवा आइएल्सको इक्जामहरू यदि तिरिजोमा राखिदिए भए मान्छेहरू जसरी भए पनि जान्थे क्या होइन के काम परेर त आएको भन्ने हुन्छ आफैलाई दुःख दिएर यो ट्रेक आउनु पर्ने रे हो कि गणेश के छ यो बारेमा भनाइ त्यस्तो तार हेर्नका लागि जब त्यस्तो तार हेर्नका लागि मान्छेहरू यति दुखेर आफ्नो शरीर दुख दिएर 8 घण्टा 9 घण्टा त्यही भने सेन्टर पारिदिए होइन त्यो भयो एउटा कुरा हुन्थ्यो मान्छे आउनै पर्ने हुन्थ्यो यो हेर्नु यति भ्यू हेर्न मान्छेको जात त म त मान्छे आइएल्स टेस्ट यहाँ तिरेजोमा पऱ्यो भने पर्यटक कति बस्ती पर्यटक बस्ती नेपाल सरकारलाई मेरो एउटा अनुरोध के हो भने यदि आइएल्सको इक्जामहरू तिरिजोमा राखिदिने हो भने यो ट्रेक सर्किट यो ट्रेकको बाटो आउनुपर्छ नेपालको पर्यटन कहाँसम्म पुग्थ्यो त्यही भएर मेरो एउटा अनुरोध के छ भने आइएल्स पिटी लोकसेवाका इक्जामहरूको सेन्टर तिरेचो तालमा राखिदियो भने पर्यटन व्यवसाय फस्टाउन सक्छ है ल धन्यवाद हामी चाहिँ अहिले फाइनली खानसार झरिसकेका छौँ खानसारको भ्यू यहाँ होटल के भएछ भन्दाखेरि दिदी माथि जानुभएको रहेछ अब हामीले 2 घन्टा यहाँ बाहिरै बसेर वेट गर्नुपर्छ होटलमा यहाँको भ्यू चाहिँ यस्तो देखियो यस्तो अवस्थामा भ्यू ल हेर्नु हामी ठ्याक्कै हिमालको काखमा छौँ यस्तो छ हिमालको काखमा चिसोको अरू कति राम्रो आयो यार रमाइलो छ एकदम रमाइलो ल म अहिले मुस्ताङको खानसार भन्ने ठाउँमा मनाङको खानसार भन्ने ठाउँमा छु यहाँ आएर एउटा कुरा के थाहा भयो भन्दाखेरि यो झिलको काठमाडौँ पोखरामा मात्र सीमित छैन कि जुन जिन्जी आन्दोलनको जुन परिवर्तन चाहेको यहाँ यस्तो ठाउँमा पनि हामीले सोचेका थिएनौँ कि मान्छेहरूमा 3टा पार्टी काङ्ग्रेस एमाले माओवादीप्रतिको घृणा यति भइसकेको रहेछ कि हामीले स्थानीयसँग कुरा गऱ्यौँ उहाँहरू इन्टरभ्यू दिन चाहिँ मान्नु भएन मैले डकुमेन्टमा समावेश गर्न खोजे हो तर उहाँहरूको लागि अब कन्सेन्टको कुरा हो त्यो ठिकै छ तर मैले कुरा गरिदिन्छु
यहाँ सबैले यी 3टा पार्टीलाई स्वीकार्न रेडी छँदै छैनन् भनेपछि अब दुर्गम भेगका मान्छेहरू समेत यी स्वीकार्न रेडी छैनन्। सो परिवर्तन चाहिँ अब साँच्चीकै हुन लागेको भन्ने कुरा हामीले यो कुराबाट पनि बुझ्न सकिन्छ क्या। त्यही भएर म खुसी छु जस अब 3टा पार्टीलाई स्वीकार्न नगर्ने भन्ने हिसाबले छ। हे गाइज, गुड मर्निङ फ्रम खाङसार भिलेज मनाङ। आजको हाम्रो यात्रा हुन्छ यहाँबाट बेसीसरदेखि काठमाडौँ। एकदम गाह्रो छ हेर, एकजना हुँडा बसेको छ, हामी सबै तिलुचोबाट फर्किँदै हेर ट्याङट्याङलाई फुड पोइजन भयो। तिलुचो पुग्नै आँट्दा त्यो स्पाइक नभएर मेरो खुट्टा चिप्लिने समस्या यो सोझै दिँदो रहेछ। सुरुमै पुगेर कमिट कसले गरे हो? यो मोटेले हो। यस्तो यार है, तर त्यो ल्यान्डस्लाइडमा अलिकति गाह्रो त्यहीँ आयो। गणेशलाई चाहिँ त्यहीँ गाह्रो भयो। म त त्यो हिउँमा चिप्ले भएँ कि मेन भनेको त्यहाँ भयो समस्या। त्यही भयो, अब गइयो आइयो ठिकै छ। अब थरुङलाई हान्न पाइएन त्यति हो। थरुङलाई छुट्यो क्या हाम्रो यात्रामा। कमेन्टमा चाहिँ फिल्टर गर्नुपर्छ है भाइ। हाम्रो तिरिचोमा आएर कोडिङ हान्ने दोस्त आज यो डेरिङ लिएर। यो बाटो यस्तो छ, तल भिर छ, तल मर्स्याङ्नी नदी बगिरहेछ, बाटो यो अफ रोड छ। निशान दोस्त अघि माथि हुडमा बसेर अहिले यहाँ बाहिर झुन्डिँदै हेरौँ ऊ कहाँसम्म पुग्छ। हामी काठमाडौँ यात्राको खाना खाने ठाउँ यो मनाङको तिमाङ भन्ने ठाउँमा हामी खाना खान रोकिएको छौँ। ओसिस गेस्ट हाउस। यो भ्यू यति छ। यहाँको हाइट भनेको कति हो लेखाएर हुन्छ। अब खाना खाउँ पहिला, त्यसपछि हामी बेसी सहरको यहाँबाट अब ननस्टप बेसी सहर ठ्याक्क 5-6 घन्टा लाग्छ यहाँबाट गाडीमा। बेसी सहर गएर आज नाइट हामी काठमाडौँ पुग्छौँ, भोलि बिहानसम्म पुगिन्छ। यसरी हामी यहाँ खाना खाइसकेपछि यी मनोरम दृश्यहरूलाई छिचोल्दै हामी लमजुङको बेसी सहरसम्म आइपुग्छौँ र यो बेसी सहर बजार यहाँबाट हामी अब हाइस बुक गरेर काठमाडौँको लागि प्रस्थान गर्छौँ। यो चाहिँ मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाको ड्याम एकदमै राम्रो छ। लमजुङ बेसी सहरदेखि यता तनहुँको डुम्रे पृथ्वी राजमार्ग निस्किने बाटोमा यो पर्दछ। यो चाहिँ हामी तिलचेबाट काठमाडौँ फर्कने क्रममा अहिले हामी डुम्रे कटेर डुम्रे र आबुखेरिनको बिच भागतिर छौँ अहिले हामी। यो चाहिँ हाम्रो पृथ्वी राजमार्ग तिलिचोमा खान नसकेको गणेशले आज मलेखुमा धोएर खाएको छ। किन हो यही खाना तिलिचोमा हुन्थ्यो भने के हुन्थ्यो? मजा आउँथ्यो है। तिमीलाई त मजा हुँदैन यो कुरा नसुन होइन। तिलिचो पुगिन्थ्यो होइन। सुजनको यो चौथो हो क्या? चौथो होइन एकदम। सुजितको 5औं हो? छैटौं हो। यसरी हामी मनाङको यात्रा सकेर काठमाडौँ फर्कियौँ।